No, we have not forgotten our YouTube password. स्याउ खाएर चाहिँ कस्तो खल्लो स्याउ है भन्दै खाइरहेछ नि। Anyways, हामी आज यहाँ सोध्दो साराङमा किन छौँ? आज थाहा हुन्छ सन्जयले मलाई किचनमा कसरी हेल्प गर्छ भनेर। सो यहाँ त फाइनली के भइरहेछ भनेर बुझ्नको लागि कुरोको लागि सेन्टेन्स गरौँ हैन? ए म त हात जोड्ने। हो। मेरो त्यस्तो कहाँ भयो? मेरोमा पढ्कै छैन। एउटा चाहिँ बनावट हेर्नुहोस्, बनावट बनावट ल हेरौँ अघि नै मेरो हालेर चाहिँ मान्छेले सो यहाँ के भइरहेको भने जेनरली जहिले पनि लकडाउन खुलेपछि हामी चाहिँ रमाइलो गर्छौँ होइन स्पोन्सरले चाख्नुपर्छ नि त भुँडी डम्म लकडाउन पछिको यो भेट कस्तो भयो हाई गाइज धेरै पछि ब्लग बनाउन कोसिस गर्दैछु फेरि अलमोस्ट बिर्सिने लाग्यो जस्तो छ सो यस नो वी हेभ नट फर्गटन आवर युट्युब पासवर्ड धेरैजनाले सोध्नुभएको थियो ब्लगै आउन छोड्यो भनेर द ओन्ली रिजन हामीले ब्लग नबनाएको इज बिकज अलरेडी लकडाउनमा हामीले दुईवटा ब्लग बनाइसकेको थियौँ अनि द सेम थिङ केही रमाइलो कन्टेन्ट नभएसम्म त्यो बनाउनको लागि बनाउनु पनि मन लागेको थिएन एन्ड एज अल अफ यु नो वर्षालाई पनि कोभिड भएको थियो सो त्यो कारणले पनि सी वाज स्टेइङ आइसोलेसनमा अनि सँगै नभएपछि म एक्लै बोलेर मात्र के गर्नु है सो या त्यसले गर्दाखेरि पनि लकडाउनमा ब्लग बनाइरहेको थिएनौँ अनि माहौल पनि त्यस्तो एकदमै रमाइलो खालको केही चिजहरू बनाउने खालको पनि थिएन धेरैजना चिनेको नजिकको मान्छेहरू पनि बितिराख्नु भएको थियो सो इट जस्ट डिन्ट फिल लाइक रमाइलो टाइम एन्ड बनाउनु पनि मन लागेन सो नाउ अब लकडाउन पनि खुलिसकेको छ एन्ड वी अल आर ट्राइङ टु रिज्युम आवर नर्मल लाइफ सो यही प्रोसेसमा आजको ब्लगमा चाहिँ केही इन्ट्रेस्टिङ लिएर आएको छु स्टे कनेक्टेड वी आर गोइङ समवेयर कहाँ के कसो हेर्दै गर्नु होला सो हामी आइपुगेका छौँ कहाँ आइपुगेका छौँ हाम्रो साथीहरूको रेस्टुरेन्ट छ थोप्दो साराङ भनेर होइन कोरियन रेस्टुरेन्ट हो सो त्यहाँ आइपुगेको छौँ र यी वर्षजी हेर्नुहोस् कोभिड रिकभर भइसकेपछि उहाँ यस्तो देखिनुहुन्छ कस्तो भयो त कोभिडको एक्सपिरियन्स सानो छोटो मिठो कोभिडको एक्सपिरियन्स एकदमै रमाइलो थियो रमणीय थियो म 14 दिनसम्म एक्लै बस्नु परेको थियो एकदमै खुसी लाग्यो कसरी डिस्टर्ब गरेर मलाई मान्छेको माया नपाएर हैरान थियो होइन आई वाज क्रेभिङ फर पिपल अनि मान्छेहरू देख्न पाइरहेको थिएन नि त त्यसले गर्दाखेरि चाहिँ अलिकति नेचुरल लागेको थियो मान्छेहरूलाई भेट्नु नपाएर बट या ओभरअलमा त्यस्तो धेरै गाह्रो चाहिँ के पनि भएको थियो मैले चाहिँ मजाले खाना खाएँ होइन त्यस्तो गाह्रो के पनि भएन मेरो चाहिँ खास के भन्दाखेरि रुगा चाहिँ लागिरहेको थियो होइन बेसिकली मलाई चाहिँ जति नै रुगा लागि नै हुन्छ अनि रुगा चाहिँ लागिरहेको थियो बट मलाई डाउट चाहिँ कतिखेर भयो भन्दाखेरि मेरो टेस्ट र स्मेल हरायो क्या अनि स्याउ खाएर चाहिँ कस्तो खल्लो स्याउ है भन्दै खाइरहेछ अनि म मिठो छ त भन्नु होइन मलाई त खल्लो परेछ क्या हो भन्दै खाइरहेछ नि त्यतिखेरसम्म थाहा छैन कि मलाई कोभिड टेस्ट गराउनु जानुपर्छ भनेर दिमागमै छैन कि अनि फेरि खै कहाँबाट चाहिँ दिमागमा कसरी आयो भन्दाखेरि त्यो सेनिटाइजर हो कि के स्मेल गर्दाखेरि चाहिँ स्मेल नआएर चाहिँ ल अब ओहो एकचोटि चाहिँ टेस्ट गराउनु पर्छ मेरो स्मेल पनि गइसकेको रहेछ भनेर अनि टेस्ट गराउनु गएँ अनि पोजिटिभ आयो त्यही हो एन्ड थ्याङ्कफुली त्यस्तो धेरै गाह्रो चाहिँ के पनि भएन बडी पेन फिभर मेरो फिभर कति 99 सबभन्दा हाइएस्ट फिभर फर्स्ट डोज अफ भ्याक्सिन लगाइसकेपछिको फ्यु डेज पछि चाहिँ कोभिड पोजिटिभ देखाएको थियो सो आई थिङ्क भ्याक्सिन इज इफेक्टिभ अनि हामीले चाहिँ कुन चाहिँ लागेको थियो भेरोसेल चाइनिजवाला लागेको थियो आई थिङ्क एभ्री वान सुड गेट भ्याक्सिनेटेड चान्स पायो भने होइन त्यो चाहिँ गर्नै पर्छ डराइराख्नु पर्दैन अहिलेसम्म पनि मैले कतिजनालाई सुनेको छु भ्याक्सिन नलाउने के होला कसो होला भन्छ होइन मेरो मम्मीले पनि लगाएको छैन अहिले लगाएर आइछ या सो हाम्रो चाहिँ पेरेन्ट्सहरूले पनि लाउनु भयो एन्ड एभ्रिथिङ लुक्स फाइन सो भ्याक्सिन लाउनु मौका पाएपछि चाहिँ नछोड्नु होला भन्न चाहन्छु र सबको डिफ्रेन्ट आफ्नै कोभिड स्टोरी होला कतिलाई गाह्रो भयो कतिलाई भएन थ्याङ्कफुली हामीलाई चाहिँ केही पनि भएन र थ्याङ्कफुली मलाई पनि केही भएन मसँग थिएन नि त उस्तो मलाई पनि के भएन या सबैजनाले चाहिँ सन्जय दाईको के छ सन्जय दाईलाई भयो कि भएन भनेर मलाई क्वेसन्सहरू आइरहेको थियो वी आर नट टुगेदर त्यो टाइममा चाहिँ ऊ आफ्नो घरमा थियो म आफ्नो घरमा थिएँ सो हामी सँगै थिएनौँ थ्याङ्कफुली मेरो मम्मी ड्याडीलाई पनि कसैलाई पनि केही पनि भएन अनि म कसरी रिकभर भएँ के खानुभयो भनेर क्वेसन्सहरू पनि धेरै आइरहेको थियो मैले नर्मल दाल भात तरकारी नै खाएर हो झोलिलो पदार्थ गेडागुडीहरू धेरै खायो होइन 3 टाइम भात खानु परेको थियो मैले एन्ड ट्रस्ट मी म त्यो 14 दिनपछि बाहिर निस्किँदाखेरि म फुलेर गाला यत्रो ठुल्ठुलो भएर आएको थियो एनिवेज हामी आज यहाँ सोध्दो साराङमा किन छौँ हामी चाहिँ एउटा सानो एउटा भिडियो बनाउन लागेको छौँ
अनि त्यसको लागि होइन अहिले हामी हङ्ग्री सेफको सो चलाउँदैछौँ हजुर त्यही हो हाम्रो अर्को सुट हुँदैछ यहाँ आउनुहुन्छ ज्याज प्रोडक्सनको अनिल न्यौपाने पुरा चस्मा लाएर पुरा के अरे त्यो एउटा एक्टर थियो नि रान्जनाको के धनुष देखिन्छ अनि उहाँ चाहिँ अलरेडी यहाँ के हो यस्तो पुरा यो छ अब यो धराप हो यो मेरो लागि चाहिँ धराप हो आज थाहा हुन्छ सन्जोले मलाई किचनमा कति हेल्प गर्छ भनेर मलाई केही गर्न आउँदैन प्रभु उठाले मेरो नै रहे यो सारी चिजको उठाले भने जस्तो सो यस अब केही हुन्छ स्टे कनेक्टेड गरौँला हेरौँला फर्स्ट टाइम क्यामेरामा फेस गर्दैछौँ पसिना पसिना भइसक्यो ल हाम्रो पोक पनि म्यारिनेट भयो यो पनि तातिसकेको छ अब एकैछिन हाम्रो गेस्टहरू पनि आइसक्नु भयो मैले भनेको थिएँ हामीसँग आज सरप्राइज गेस्टहरू छ तपाईँको लागि भनेर उहाँ हुन्छ हाम्रो फेमस एक्ट्रेस वर्षा राव अनि सन्जु एकदम मिठो देखिरहेको छ हिट पनि तात्यो होइन अब यो सुरु गर्नुभन्दा अगाडि हाम्रो गेस्टहरू पनि आइसक्नु भयो मैले भनेको थिएँ तपाईँको लागि एकदम सरप्राइज एउटा छ भनेर उहाँ चाहिँ हुनुहुन्छ हाम्रो फेमस एक्ट्रेस वर्षा राव अनि सञ्जोग कोइराला नयाँ अनुहार त होइन होला हामी अनि उहाँहरू चाहिँ एकदम कोरियन खानाको इन्थुजियास्टहरू होइन स्पेसली त्यही भएर तपाईँ फेरि कोरियन सेफ मास्टर सेफ हुनुहुन्छ त्यही भएर म यो सेटबाट चाहिँ एकैछिन निस्किन्छु उहाँहरूलाई देखाउनुहोस् कसरी बनाउने होइन खाने बेला चाहिँ म फेरि आइपुग्छु ल त ल इन्जोय म पनि उतै जान पाएँ सो यहाँ चाहिँ फाइनली के भइरहेछ भनेर बुझ्नको लागि चाहिँ हङ्ग्री सेफ भनेर युट्युब च्यानल छ त्यो च्यानलमा गएर हेर्नु होला अनि बाँकीको पुरा स्टोरी चाहिँ त्यहाँ क्लियर हुन्छ यो चाहिँ बिट्स एन्ड पिसेस टिजर जस्तो मात्र हो है आफूलाई चाहिँ अघि चाहिँ क्या मलाई रियल एक्टिङ जस्तो लाग्यो इरफान खान जस्तो लाग्यो के बोल्नुपर्छ सुरुमा Okay, stand by. Ready? Yes. Okay. Camera 1 rolling. Sound rolling. And action. अब हामी रेडी हो बनाउनको लागि हामी रेडी हो बनाउनको लागि सेन्टेन्स गरौँ होइन म त हात गर्ने हात पनि गरिसक्यो हामी चाहिँ किम्बा बनाउँदैछौँ कोरियन सुसी होइन सुसी म्याट भइसक्यो होइन एउटा चाहिँ म तपाईँलाई बनाएर देखाउँछु होइन लास्टमा त जादु गरेर जस्तो गयो Ready? Yeah. Rolling. Let's go. बात्या भविष्य म्हणजे कसं की आता जाऊ आता हो त्यो अनफेयर चाहिँ भयो अलिकति तपाईँले होइन अर्गनाइजिङ कमिटीले हो अर्गनाइजिङ कम्पिटिसनहरूमा मोमेन्टम म्याटर्स क्या मेरो मोमेन्टमै ब्रेक भयो फर्स्टमा अब तिमीले गर्नु पऱ्यो हो कि त उसले 3टा बनायो तपाईँले 2टा बनायो धेरै बनाउनु मात्र नि उसले राम्रो बनायो भन्ने चाहिँ हाम्रो मेन प्रायोरिटी हो भनेर जानु पऱ्यो कि तिमी मेरो त्यसको कहाँ भयो मेरोमा पर्कै छैन एउटा चाहिँ अन्डाकै स्लोली तिनवटा पनि यहाँ बिचमा के इन्ग्रिडियन्ट चाहिँ छैन होला गाजर एउटा कुरोमा त गाजर पनि हालेन होला भन्नु पर्यो त्यो फर्स्टमा सबै देखाएको छ त्यो पुरा साजिस भयो यहाँ जहिले हार्ने बित्तिकै साजिस हो भन्ने लाग्ने चाहिँ हाम्रो
अब 5 मिनटभित्रमा कसले धेरै बनायो भन्दा नि प्रपर कसले बनायो राम्रो त्यो चाहिँ चेक गरौँ पहिला चाहिँ अब वर्कसपबाट चेक गरौँ होइन पहिला उहाँबाट चेक गर्ने हुन्छ यो क्यामेराले देखाउनु त काटेर यो क्यामेराले अब यहाँ चाहिँ अब पोर्क पऱ्यो उसको चाहिँ दाल अलिअलि परेछ है एउटामा छैन यो चाहिँ पर्फेक्ट राम्रो यो पनि पर्फेक्ट राम्रो छ अब चाहिँ वर्षा राउसीको है त त्यसमा चाहिँ तपाईँको सुनानी परेछ मुलानी परेछ पाँचै इङ्ग्लिस गरेको त्यसमा होइन त्यसमा नि सबै राम्रो छ होइन र अनि बनावट पनि राम्रो छ उहाँको होइन एकदम यस्तो ताजा उहाँको चाहिँ यस्तो छ होइन सबै इन्ग्रिडियन्ट्स नै भित्र परेको छ होइन विनरले के पाउँछ भन्ने कुरा हो है त्यो चाहिँ सरप्राइज है उहाँको चाहिँ अब होल काट्दाखेरि चाहिँ यो पनि राम्रै छ गाजर यहाँ देखिँदै यहाँ चाहिँ देखिँदैन एउटा देखिन्छ यो पनि राम्रै छ बस्नु न कतिवटा मेरो 4वटा यहाँ काट्दा अब यसलाई छोड्यो है त एउटा 2 3 4 5 6 7 8 9 I'm so proud of myself right now. म एकदमै प्राउड फिल गरिरहेको छु उहाँको चाहिँ राम्रो चाहिँ माने 5वटा इन्ग्रिडियन्ट्स परेको छ होइन त्यसमा यहाँ राख्नुहोस् न तपाईँ धेरै हाल्नु माने राम्रो छ होइन यो पनि राम्रो छ यो चाहिँ सबै राम्रो छ सबै राम्रो छ अब त्यो साइडको भएको त अलिकति सानो भएको सबै राम्रो छ ल हेरौँ अघि नै मेरो हालेर सुन्छ मान्छेले ब्याट्री तर हल्का फर्स्ट टाइम बनाउनु भयो भने क्या फास्ट बनाइदिनु हो कि थ्याङ्क यू सो मच मेरो त यो काट्नै बाँकी अब छ एकछिन है होल्ड गरौँ है रोकौँ है अब तिमीले भने अब यो त काट्नै परेन होइन तपाईँले त यत्तिकै उस भइसक्यो अब यतिकै यो त काट्नै परेन अडिसन थाहा पाइसक्नु भयो यतिको उनीहरू को हुनुभयो भनेर अनि तिमीले चाहिँ उसलाई चाहिँ उनीहरू भयो होइन अब यो भिडियोहरू थाहा पाइहाल्नु त कसले दिन्छ भनेर होइन अब उहाँको चाहिँ त्यो गर्नु नै परेन उहाँको चाहिँ अब हेर्नु नै परेन होइन त ल अब चाहिँ अब यहाँ चाहिँ अब विनर छुट्याउने पारो चाहिँ वर्षा राव फेरि गर्नु पर्यो अब हाम्रो चाहिँ उहाँले आफै लानुभएको मैले लगेर यताको चाहिँ मैले ल्याएको उहाँले आफै लानुभएको हामी गिभ अप नगर्ने रे आई एम द विनर फर मी अब चाहिँ नेक्स्ट एपिसोडमा चाहिँ फेरि यस्तै सो अब के गर्नु पर्यो रे अब हामी विस्पर गेम हो कि के गेम भन्छ त्यो गेम खेल्ने जाँदैछौँ विस्पर च्यालेन्ज यसमा चाहिँ के हुन्छ त्यसमा चाहिँ तिमीले हेडफोन लगाउँछ नि म एउटा सेन्टेन्स भन्छ तिमीले गेस गर्नु पर्यो ठिक छैन ठिक छ सुन्दै क्या ह भैँसी लड्यो है माया धुनबाट हेर बिस्तारै बोल्नु पर्यो भैँसी लड्यो है माया वर्षा भैँसी लड्यो है माया भिरबाट हेर त्यस्तो गाह्रो भन्नु पाइँदैन भैँसी लड्यो है माया भिरबाट हेर अगाडिको भैँसी लड्यो है मसँग भैँसी लड्यो है वर्षा कि चाहिँ हो भैँसी 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 लड्यो है भैँसी लड्यो है माया भिरबाट हेर माया भिरबाट हेर पज भयो त म के गरौँ कसरी पोज भयो बाइट न हो देऊ मेरो पालो नि त हेलो 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 घोडाको कुरकुरे हाड के भन्छ घोडाको कुरकुरे हाड
घोडाको घुँडाको कुडकुडे हाड यो छाडा बोला त जहिले घोडाको खोलाको घोडाको खोलाको कुवा घोडाको घुँडाको कुडकुडे हाड घुडाको कुडकुडे हाड होइन तीन मटी तेल तीन पत्ती तीन मटी तेल तीन पाते तीन पाते म कस्तो राम्रो मान्छे हो म कसको छोरा सम्झो कोइराला इज सन्जोग कोइराला रिसायो इज ग्रेट सन्जोग कोइराला इज ग्रेट हँ इज ग्रेट हँ सन्जोग कोइराला के रे इज ग्रेट इज ग्रेट हो ल गहिरो गहिरो सागर जस्तो तिम्रो मुख पालो जस्तो हुने बिरुवाको चिल्लो पात गहिरो गहिरो सागर जस्तो तिम्रो मुख पालो जस्तै असारे महिनामा सिमसिमे पात गहिरो गहिरो सागर जस्तै गहिरो गहिरो सागर जस्तै गहिरो गहिरो सागर जस्तै कसले गहिरो गहिरो घर घर गहिरो गहिरो सागर जस्तै तिम्रो मुख बाँदर जस्तै मुमुसा पात फेरि गहिरो गहिरो सागर जस्तै तलको घरको साग घरबाट साग ल्याउनु बिर्स्यो आज ला हो अँ गहिरो गहिरो सागर जस्तै कानमा सेनिटाइजर हाल्नु पर्यो कि अहिले गहिरो गहिरो सागर जस्तै गहिरो गहिरो सागर जस्तै बाँकी छ तिम्रो मुख त बाँदर जस्तै भनौँ सानो गरेको तिम्रो मुख बाँदर जस्तै पानको पात माया तिमीलाई सम्झाउँछु दिनको रात पानको पातमा तिमीलाई सम्झिन्छु दिनको रात होइन भन्नु पानको पात माया तिमीलाई सम्झाउँछु दिनको रात होइन होइन त्यो मुख मैले लिप्सिङ गरेको क्या मिल्ने ठ्याक्क पानी खानु गएको बुढी झोलमा डुबी मऱ्यो पानी खानु गएको बुढी झोलमा डुबी मऱ्यो पानी घाटको मुनि पानी खोलाको मुनि अनि पानी खान गएको बुढी झोलमा डुबेर मऱ्यो पानी खोलाको मुनि तिमीलाई भुतभुतै आएर मारिदिन्छु पानी खोलामा तिमीलाई डुबाएर मारिदिन्छु पानी खान गएको बुढी झोलमा डुबेर मऱ्यो पानी खाएको बुढी झोलमा डुबेर मरि पानी खाएको चोक्टा खान गएको बुढी झोलमा डुबेर मरियो तैँले पानी खाएको बुढी भन्यो पानी खान गएको बुढी झोलमा डुबेर मऱ्यो पानी खान गएको बुढी झोलमा डुबेर मरि हो छोटा भयो है उयो टुके गलत बोल्दिनँ छोटी जे भए पनि त तिमी गलत सजिलो मैले जितेँ कहाँ जित्यो बाँकी छ अझै होइन सक्यो त पापा छोरा गऱ्यो होइन भयो त 5 वटा भयो मैले जित्यो त्यसो भने मेरो त बाँकी छ राइट मैले जितेँ मैले दुइटै भनेको सो हेरौँ यहाँ के हुँदैछ त बिस्तारै अँधेरोमा दौडिँदै हुनुहुन्छ कस्तो यो पर्दा चाहिँ किन दौड्नु म डान्स गरेर दौड्छु अनि डान्स गरेर दौडौँ न त के हो दौडिँदैछ प्रायः जसो मान्छेको घरमा यो यन्त्रमा चाहिँ लुगा सुकाउने हुन्छ अरे क्या बुझ्यौ
मैले म आफूले आफूलाई सिकाइरहेको छु सो लकडाउनमा तन्दुरुस्त हुनुहोस्, कोरोना भगाउनुहोस्। लकडाउनमा लिएर आएको चिज है हेल्दी युज हुँदैछ, जिम सिम जानु पाएको छैन, त्यसैले अब यसो घरमा गरे जस्तो गर्दिनँ त हो नि है। यो कस्तो किलोमिटर भाग वर्षा भाग, भाग वर्षा भाग। सो यहाँ के भइरह्यो भने जेनरली जहिले पनि लकडाउन खुलेपछि हामी चाहिँ रमाइलो गर्छौँ होइन, धेरै सबजनाले मिस गरेर हुन्छ। सो लास्ट टाइम पनि धेरै पछिको रमाइलो भएको थियो, अहिले पनि अब धेरै पछिको रमाइलो नै हुँदैछ यहाँ चाहिँ। आज एकदम तर आज चाहिँ के अरे केटाको ग्याङ छ, वर्षालाई अहिले हामीले इन्क्लुड गरेका छैनौँ, सो हामी मात्र रमाइलो गर्दैछौँ। तेरिका आँखा पिरो मुख्यो आजको डिनर, आजको मास्टर सेफ। किन लसुन पोलेर के हुन्छ? यो त बाहना हामी खास लसुन खाने चाहना हो। आगो तल निकाल्ने रात राख्ने मोडर्न वे अफ कुकिङ। यो त भोलि पर्सि पत्रिकामा छापिन्छ होला। यो जमानामा 2021 मा यस्तो हुन्थ्यो। मासुले नपुग्ला जस्तो छ, लिन जानु पर्ला फेरि। मिरादन जान्छ ल, रेडी भयो। मासु, अचार, चिउरा, भुजा। मासु नदिएको कान्न बिहान फेरि ज्ञानै नचाहियो होला। के भयो रे मेरो भाइ तिमी भनेर समीरलाई सोध्नु पर्छ तिमीहरूले। कसले खुट्यो पहिला स्पोन्सरले चाख्नुपर्छ नि त। बच्यो बुढी डम्ब, बुढी डम्ब हो छैन नि, खानु लागि जाउँ कि बिलाएर यो त मेरो बन्दै गर। लुक खोज खो आउँदैछ। सकिस तेरो अफिस सकियो? लकडाउन पछिको यो भेट कस्तो लाग्यो? मासुको फोटो हेरेर लोभ्याएर आएको। I like bones. पिरो छ है, मलाई यस्तो पिरो भएको थियो यो। त्यो पिरो खाने बानी छुटेर हो कि है, मलाई त आँखैबाट आँसु आयो आज।